अब म यहाँ रेकर्ड गरेर लान्छु यो सन्देश पुगिहाल्छ उनीहरु अब तपाईहरुको हालखबर भन्नुहोस् के चाहिँ कसो गर्नु हुँदैछ के गर्नु र हो यस्ता झत्ते लुगाको फोटो नखिच्नु हौ यस्ता झत्ता रेकर्ड गर्ने बोलेको कुराहरु सबै म पुर्याइदिनु अब यहाँ दाइ गर्दाखेरि टाई सुट लाउने कुरो भएन भएन म पनि अहिले थर्किउँला न पर यही लुगा लाएर के ठुलो कुरो र अब गरेकै हो पहिला गरेको नि अनि अब उहाँ भाइ उदोका भाइ 3 भाइ होइन नि के म साइलो र त 2 भाइ एक भाइ नि कान्छो हुँदोको मदेखि हुँदो 4 भाइ दाजुभाइ खाना चाहिँ खाइवरी आएर आको भाउजू आको भन्छ भाइ त्यही एउटा बाङेमा त्यहाँ तलतिर बजारमा भेट भएर आएका हुन्छ भाइले जाउँ भनेको थियो अनि मन्थिङ आएर सँगै भेट भएर खाना खाइवरी फोनमा पुरो भएर हिजो गाडीमा त्यहाँ भेट भएको थियो हाम्रो घरमा पुगेकै छैन भाइ अनि के छ त उताको चाहिँ खबर लु भन्दै पनि गरौँ न अरू नातोतिर लु भन्नु न सोध्नु न तपाईको प्रश्न मेरो उत्तर कोसँग चाहिँ भेट हुन्छ त हाम्रा मावली खाल कोसँग भेट हुन्छ मावली खाल भने यस्तो यतिजनासँग भन्दा भइगयो नि त मावली खाल कान्छा मामा निरौला कान्छासँग भेट हुन्छ त्यति नै मात्रै हो अरू कोहीसँग नि हुँदैन कान्छा मामासँग मात्रै हामी एकै ठाउँ छौँ कारमा जाँदा 3 मिनेट लाग्छ मामा घर पुग्न अनि कान्छा मामा लु अब कान्छा मामाको चाहिँ पहिले बताउनु त नजिक हुनेको चाहिँ कान्छा मामाको के भन्नु कान्छा मामा बिरामी हुनुहुन्छ त्यो उनको दुख्ने निको भएको छैन माइजू काम गर्दै हुनुहुन्छ के काम गर्नुहुन्छ नानी हेर्ने काम अनि प्रहलाद काम गर्छ मसँगै गर्छ प्रहलाद अर्को कान्छो स्कुलमा पढाउँदैछ बहिनी कलेज पढ्दैछ भाइ पढ्दैछ अनि दुर्गे काम गर्दैछन् दुर्गा नारायण पनि के अलि टाढा तिनीहरु तक उहाँ मामाहरुको र दुर्गा दाइहरुको चाहिँ यो घर जस्तै तल माथि छ नारायण त त्यता हुँदा छैन त्यहाँ गएकै होइन ए नारायण दाइ त उता क्यानाडा त्यही 12-14 घण्टा लाग्छ अरे प्लेनमा जाँदा ल सारै मामाको चाहिँ सारै मुरी होइन कोटी चाहिँ ठुल्लाले सम्झिरहेको छ अरे भन्दिनु अब के भन्नु अर्थ यसले लगिहाल्छ नि तपाईले भन्नु मेरा मामा माइजू त म त अस्तिदेखि पनि तिमीहरू भाने म जति प्यारो भएर बस्यौ न होला मावलाको छेउमा है लाग्छ मलाई चाहिँ किन तिमीहरू अलिकति ओरपर भयो म चाहिँ उही मावलाको काखमै भएँ नि त अहिले म छु नि त हो त्यसरी अहिले मात्रै तिमीहरू मावलाको प्यार भयो म चाहिँ कहिल्यै पनि मावलाको काखमा हुँदा गए अब ठुला मामाका चाहिँ काखमै हुन्छु है भने ठुला मामालाई पनि छोडेर जानुभयो यी दुईवटा भाइहरू चाहिँ छन् है भने यी पनि जान्छन् अरे अब ठिकै छ के गर्नु त घट्याक गर्दा हुँदैन त्यसै त होला नि लान मिल्दो रहेछ भने भोलि पछाडि तिमीहरूको त्यहाँको आइडेन्टिटी कार्ड बनाइवरी हाम्रा मान्छे यसरी छन् भन्दा लान मिल्दो रहेछ भने सम्झेकै होला तपाईँ के साथी भन्नुभयो ढुङ्गाना नै हो ढुङ्गा नै चाहिन्छ त्यो ठाउँमा जान त मिश्रले लाँदैनन् ढुङ्गानाले चाहिँ लान्छ मन गर्यो भने मिश्रले लाँदैन ए ढुङ्गानाले चाहिँ एउटै रगत हुनुपर्छ त्यहाँ जानका लागि फाल्टु मान्छे किजी बिहा गर्नु पर्यो आएर कसैले यहाँ होइन त्यसले चाहिँ लान्छ त्यसले चाहिँ लान्छ मन गर्यो भने के मेरो यहाँ यस्तो छ भने जान पाउँछ त्यस्तोमा पनि अब दाजुभाइ आफ्नै हुनु पर्यो आफ्नो मान्छे हुनु पर्यो ढुङ्गाना भन्दैमा ढुङ्गाना त छन् नि त आफ्नै छन् भने चाहिँ तिमीहरू यहाँ भनौँ न ठुलो मामा र कान्छो मामा के फरक भयो त ए त्यसो भने तपाईहरुको पनि सम्भावना रहेछ मन गर्नुभयो भने तर अब त्यही हो अमेरिका जान लगानी गर्नै पर्ने हुन्छ निकै लाग्छ पैसा चाहिँ अब हामीहरुलाई चाहिँ ऋण खाएको लगातार लगेको जाने मन पनि त गर्नु भएको छैन होला नि त घर डम्मा रहेछ गर्नु पर्यो नि हो सबै आफ्ना मान्छे जति चाहिँ गइसक्यो तिमीहरू
होइन सुख दुःख जहाँसुकै जेसुकै काम नगरी त संसारमा कुनै कुनामा पनि खान पाइँदैन काम त गर्नै पर्छ हजुर लु भन्नु मेरो चाहिँ सबै आफ्ना जति नातो नर नातो जति गइसकेपछि किन यहाँ बस्नु लु म चाहिँ जान्छु लान विचार चाह्यौ तिमीहरूले त्यहाँ गएर यसो केही गर्यौ भने त नर नातो मावली जाने फुपू जाने सानीमा जाने ठुल्यामा जाने नर नातो जति जम्मै गइसकेपछि के हेरेर बस्नु हौ ठिकै हो तपाईँको कुरो पनि मरे एकै ठाउँ बाँचे एकै ठाउँ एकै ठाउँ म त अस्तिदेखिको मेरो सिद्धान्त त्यही हो अब सानीमाहरूका काखमा आफू हुर्किनु पर्ने तर सानीमाहरू साइली ठुल्यामादेखि उँधो काललाई बोक्की बोक्की हुर्काएको साइलीलाई चाहिँ मैले बोक्न भ्याइन है नभए काइली ठुल्यामा लाने बोकेर हुर्काएको अन्तरीलाई त झन् बोक्ने भइगइयो गर्दै त झन् के भन्नु अनि अहिले यहाँ हुँदा त त्यसो भने धेरै दुःख गर्नुभयो रहेछ तरिका त भन्दैछु त उतै छ एउटा बिरुवा त छ नि अझै होइन ठुलाबासँग चाहिँ भेट भएन नि त दुःखको कुरो पो भयो त यो त के को आज उहाँ माथि दम पुगेन भने भोलि प्लेनले छोड्छ फेरि मलाई भेट भइगयो अब चिया खाइन्छ तातो चिया यो ठाउँको नाम के अरे केचना गएको थिएँ भन्ने भएको छ नि त यहाँ मैले फोटो भिडियो गरिरहेको छु आमाले त जान्नुहुन्छ होला आमा बुवाले कहाँ चाहिँ पुगेछ यो भन्ने कुरो हाम्रो पनि त तपाईँहरूभन्दा टाढा टाढा हुनुहुन्छ सानीमा ठुल्यामा कोही पो हुनुहुँदैन त हो प्लेनमा 12 घन्टा लाग्छ भेट्न जान साइली ठुल्यामाको घर पुग्न त्यही 12 घन्टा लाग्छ प्लेनमा यतै नि हो यतै अनि गाई बस्तु कति छन् हौ गाई बस्तु ठुलो छ त गोठ त खोइ ठुला भएको चाहिँ अब अनुहार नदेखे नि फोटो ल्याउने बेला भयो नि त यहाँ भिडियो गरेर लाने बेला भयो अब फेरि भेट हुन्छ हुँदैन मसँग त फोन नम्बरै थिएन खोला पारी जाँदै थिएँ भनेदेखि